सुनेर सिकिन्छ भन्ने अर्को कन्सेप्ट छ। बिहानदेखि अहिलेसम्म त हजुरले धेरै कुरा सुन्नु भएको छ नि, तर त्यो सबै सुनेको कुरा चाहिँ याद छैन हामीलाई। के छ रट्नु घोट्नुलाई जुन हिसाबले जुन तरिकाले चाहिँ हामीले नेगेटिभ वेमा लिन्छौँ त्यतिको जरुरी छ। बालबालिकाले त बाहिरी सोसाइटीमा जुन कुराहरू देखिरहनु भएको छ, जुन कुराहरू उहाँले सुनिरहनु भएको छ, जुन कुराहरू युट्युबमा हेरिरहनु भएको छ, त्यो कुरा र कक्षा कोठाको कतिपय कुराहरू चाहिँ मिसम्याच भएको जस्तो महसुस हुन्छ उहाँहरू आफैलाई। क्रिटिकल थिङ्किङको पाटो यदि हटाइदिने हो भनेदेखि हामीले धार्मिक कथा सुने जस्तो हुँदो रहेछ नि त। स्टिम भनेको शिक्षामा एउटा क्रान्तिको पार्ट हो, सोचको क्रान्ति हो। जे हामीसँग रिसोर्स छ त्यही रिसोर्सलाई चाहिँ बेटर बनाउँदै जाने भन्ने पार्टबाट नै शिक्षा अगाडि बढ्नुपर्छ। आजको विद्यार्थीहरूलाई अझै धेरै प्रब्लम सल्भिङ स्किलहरूमा पढाउने होला, के गर्नुपर्छ होला यसको लागि? हाम्रो यो नयाँ एपिसोडमा आज हामीसँग काठमाडौँ युनिभर्सिटीका भिजिटिङ फ्याकल्टी राजेन्द्र दाहालजी हुनुहुन्छ। यसै गरी उहाँ RE3 इन्टरनेसनलको CEO पनि हुनुहुन्छ, जुन संस्थाले चाहिँ यो टिचर डेभलपमेन्टको सेक्टरमा काम गरिरहेको छ। त्यसै गरी उहाँ टिचर ट्रेनर पनि हुनुहुन्छ, अहिले टिचर ट्रेनिङकै सन्दर्भमा हेटौडामा आइपुग्नु भएको छ। हाम्रो पाहुनाको रूपमा आज यो नयाँ एपिसोडको पोडकास्टमा हामीसँग हुनुहुन्छ राजेन्द्र दाहाल। सर्वप्रथम त यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। अब यो स्टिम एजुकेसनको बारेमा हामीलाई भन्दा यहाँलाई धेरै जानकारी छ होइन। अब आजको ट्रेनिङमा पनि जुन टिचर ट्रेनिङ भइरहेको थियो यहाँ पनि, त्यसमा पनि यहाँले यो पेडागोजिकल कुराहरू, त्यसपछि स्टिमको बारेमा यहाँले विशेष कुराहरू गरिनु भएको थियो। अनि आज म त्यही प्रोग्रामको फेरि फेसबुक लाइभमा पनि हेरिरहेको थिएँ कि यहाँलाई, मलाई एकदमै इन्ट्रेस्टिङ लाग्यो। अनि म लास्टमा चाहिँ त्यहाँ सुरुमा त फेसबुक लाइभ हेरेँ, अनि पछि त्यो एन्ड भएछ, अनि त्यसपछि म तुरुन्तै ट्रेनिङमै पुगेको थिएँ त्यहाँनिर। कुराकानीको सुरुवातमा स्टेमबाटै सुरु गरौँ। स्टेम एजुकेसन भन्नाले हामीले एकदम सरल भाषामा लेमेन्स ल्याङ्ग्वेजमा के बुझ्ने होइन। अब अलिकति अहिले चाहिँ यो एजुकेसनको फिल्डमा मैले चाहिँ स्टेमलाई अलिकति ग्ल्यामरस वर्डको रूपमा बुझिरहेको छु कि एकदम सरल भाषामा स्टेम भनेको के हो? अब यसलाई यसरी हेर्नु पर्ला, एउटा त अब एक्रोनिम्सको रूपमा स्टिमलाई प्रयोग गरिएको हो। अब यसको हरेक पहिलो जुन वर्ड छ यो सँगसँगै जस्तै एस भनिरहँदा साइन्स, अनि साइन्स भनिरहँदा चाहिँ हामीले इन्क्वायरीको पार्ट, एक्सप्लोरेसनको पार्ट, खोजी गर्ने पार्ट जुन हुन्छ त्यो पार्ट रह्यो भने, अब टेक्नोलोजी भन्ना साथ नै त्यो खोजी गरेको ज्ञानको उपयोगिता कसरी गर्न सकिन्छ भन्ने कन्सेप्ट हो। वे टु युटिलाइज द्याट नलेज, हाउ टु युटिलाइज द्याट नलेज। अब यसपछि फेरि टेक्नोलोजी पछाडि चाहिँ हामी अब इन्जिनियरिङको पार्टमा जाँदाखेरि नलेज त क्रिएट भयो, त्यो उपयोगिता छ। अब त्यसलाई अब कसरी हामी मोडिफाई गर्न सक्छौँ, यसलाई कन्टेक्चुअलाइज गर्न सक्छौँ भन्ने पार्ट चाहिँ यो इन्जिनियरिङको पार्ट भयो। त्यस्तै अब यति काम गरिसक्दाखेरि चाहिँ के तपाईँ हाम्रो जुन ज्ञान छ, जुन हामीले उपयोग गर्छौँ, जुन डिजाइनमा हामीले चाहिँ विभिन्न सामग्रीहरू निर्माण गर्छौँ हाम्रो उपयोगिताको लागि, के वास्तवमा यो हाम्रो लागि मात्र उपयोगी हुने हो कि अथवा यसले कसैको हानि त गर्दैन? कतै हामीले फिलिङ्स अथवा वेलबिङलाई छुट्याएका त छैनौँ। अब हुन त क्रिएटिभिटीको कुरा पनि यसमा सँगै आउने भयो, इमेजिनेसनको कुरा पनि आउने भयो आर्ट्समा। र म्याथमेटिक्स हामीले भनिरहँदाखेरि चाहिँ अब प्रब्लम सल्भिङको कुराहरू, म्याथमेटिक्स कहाँ छैन र? साइन्समा हामीले हेऱ्यौँ भने पनि त्यहाँ एउटा सिक्वेन्स, त्यहाँ एउटा प्याटर्न हामीले देख्यौँ भने हामी त्यहाँ म्याथमेटिक्स देख्न सक्छौँ। अब टेक्नोलोजीकै हामीले कुरा गऱ्यौँ भने पनि म्याथमेटिक्स चाहिँ इन्ट्रिग्रेट भएको हुन्छ। अब मैले भन्न खोजेको चाहिँ सम्पूर्ण यो चारैवटा एक्रोनिम्सहरूमा चाहिँ म्याथमेटिक्ससँगै इनबिल्ड भएर गएको हुन्छ। अब यस कारणले गर्दा हरेक पार्टमा म्याथ्स पनि हामीले सँगै भेट्ने भयौँ। अब यसरी चाहिँ छोटकरीमा हामीले एक्रोनिम्स भनेर बुझ्न मिल्यो। स्टिम चाहिँ एउटा एक्रोनिम्स हो जसले हामी साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स तथा म्याथमेटिक्स भन्छौँ। तर समग्र पेडागोजिकल धारबाट हामीले यसलाई हेर्ने हो भने चाहिँ कक्षा कोठामा हामी कसरी इन्क्वायरी गराइराखेका छौँ, साइन्सको पोर्सनलाई हामीले कसरी लिइराखेका छौँ, र त्यस्तै त्यो साइन्सबाट निक्लिएको जुन नलेज छ, जुन ज्ञान छ, जुन कन्टेन्ट छ, त्यो कन्टेन्टलाई चाहिँ कसरी हामीले जीवनसँग जोडिराखेका छौँ, कसरी उपयोगितामा जोडिराखेका छौँ, र त्यसलाई हामी कसरी मोडिफाई गर्दैछौँ, कसरी अझै उपयोगी हुने डिरेक्सनमा हामी अगाडि बढिरहेछौँ त भन्ने पार्ट चाहिँ यता इन्जिनियरिङको पार्ट आयो। र यसलाई चाहिँ इमेजिनेसनमा हामीले कतिको काम गरेका छौँ, वेलनेसमा हामीले कतिको काम गरेका छौँ भन्ने पार्ट चाहिँ आर्ट्सको पार्टले समेट्दै जाने भयो। र यसरी चाहिँ बनेको हो यो। हजुरले भनिहाल्नु होइन, एसबाट साइन्स, टीबाट टेक्नोलोजी होइन, इन्जिनियरिङ, त्यसपछि ए भनेको आर्ट्स भयो, ए त अझ पछि थपियो होइन, पहिला त STEM मात्रै भयो, अनि त्यसपछि म्याथमेटिक्स। यसलाई मैले अलिकति भिजुअलाइज गर्न खोजेको चाहिँ जस्तो नेपाल सरकारले पनि अहिले कक्षा 1 देखि 3 सम्म यो थिममा आधारित भएर एउटा एक किसिमको एकीकृत ढङ्गले पढाउने खालको सुरुवात गरेको छ नि होइन, त्यसलाई पनि काइन्ड अफ हामीले स्टेम भन्न सक्छौँ।
यस्तो पनि भयो अहिले अब 1 to 3 को करिकुलमको हामीले कुरा गर्दाखेरि चाहिँ यसको सेन्टर पोइन्ट भनेको चाहिँ व्यवहार कुशल सिप हो। हजुर जुन व्यवहार कुशल सिप चाहिँ 5वटा मेजर थिममा 29वटा जुन कम्पोनेन्टहरू छ। जस्तै अब कम्पोनेन्ट के भनिरहँदाखेरि चाहिँ हामीले अब जस्तै सहकारी सिप होला त्यहाँ होइन, अब क्रिटिकल थिङ्किङको कुरा होला, अनि अब कोलाबोरेसनको कुरा होला, यी स्किल्सहरू भए सफ्ट स्किल्सहरू। अब यो कसरी डेभलप हुन्छ त भन्ने धारमा चाहिँ जुन मोडल हामीले इन्जेक्ट गरेको हुन्छौँ, जसरी क्रियाकलापहरू सञ्चालन हुन्छन्, जसरी फेसिलिटेसन हुन्छ, त्यो फेसिलिटेसनको क्रममा चाहिँ विकास हुने हो यो। जस्तै हामीलाई डेभलप गर्नु छ सहकारी सिप, तर शिक्षकले अगाडि गएर बोलिदिनु मात्रै भयो, भनिदिनु मात्रै भयो भने त सहकारी सिप त पक्कै पनि विकास नहोला। त्यसको लागि त सँगै बसेर कोलाबोरेटिभ रूपमा काम गर्नुपर्ने परिस्थितिको निर्माण होला त्यहाँ। अब समय व्यवस्थापन भयो, समय व्यवस्थापनको लागि त केही क्रियाकलाप डिजाइन गर्ने होला नि त पहिला शिक्षकले, जहाँ कि समय कसरी व्यवस्थापन गर्न सकिन्छ, कति समयमा हामीले के सक्ने, कसरी सक्ने भन्ने पार्टको केही त योजना पक्कै पनि चाहिएला। अब यस कारणले गर्दा अब हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा नै स्टिम चाहिँ इन्कर्पोरेट भएको देखिन्छ सानो बालबालिकाहरूको केसमा पनि, किनकि अब थिमेटिक पार्टमा मल्टिपल कम्पोनेन्टहरूलाई इन्टिग्रेट गर्दै फेसिलिटेट गर्ने धारबाट जाँदाखेरि त पक्कै पनि स्टिम इन्कर्पोरेट हुन्छ। र हामीले हाम्रै जीवनमा हेऱ्यौँ भने यही अहिलेकै अगाडि भएको यही कपैलाई हेऱ्यौँ भने पनि हामीले त्यो 5वटा एक्रोनिम्स चाहिँ इन्टरकनेक्ट गर्न सक्छौँ यसमा। कसरी? जस्तै यसमा अब हामीले साइन्सको पोर्सन खोज्यौँ भने पनि हेर्नुहोस् त, यसलाई चाहिँ अध्ययन गर्न मिल्ने, यसभित्र चाहिँ खोतल्न मिल्ने र यसभित्र एक्सप्लोर गर्न मिल्ने कुराहरू त धेरै कुराहरू छन् यहाँ। यो कसरी बन्यो होला, यो कहाँबाट आयो होला, अब यसरी चाहिँ साइन्सको पोर्सनले यसरी काम गर्ने भयो। अब टेक्नोलोजीकै पार्टमा काम गर्दा हेर्नुहोस् त, यो युजफुल कहाँनिर छ, कसरी हामीलाई युज गर्न सक्छौँ। र अब इन्जिनियरिङको पार्टमा आउँदा जस्तो यो छ के यसलाई अझै बेटर बनाउन सकिन्छ, यो ह्यान्डललाई कहाँनिर राख्यो भने अझै समाउन सजिलो होला, के गर्यो भने अझै यसले चाहिँ हामीलाई सन्तुष्टि दिन सक्छ भन्ने पार्टमा हामी जाने भयौँ। अब आर्ट्सको कम्पोनेन्टमा हेर्दाखेरि के यसको डिजाइन कस्तो छ, मेरो आँखालाई आनन्द हुन्छ कि हुँदैन, मेरो मुखलाई मेरो हातलाई चाहिँ एकदमै कम्फोर्टेबल फिल हुन्छ कि हुँदैन, र यो पोर्सन चाहिँ के भयो भने कस्तो कलरको छ फेरि आर्ट्सको पर्सपेक्टिभबाट हामीले हेर्दाखेरि चाहिँ। अब यो पोर्सन्सहरू चाहिँ आर्ट्सको रह्यो। अब म्याथमेटिक्सको डाइमेन्सनबाट हेर्नुभयो भने हेर्नुहोस् त, यसको सेपको कुरा, यसको चाहिँ साइजको कुराहरू भयो, अब यसको सिक्वेन्सको कुरा होला, फेरि कसरी प्याटर्नको कुरा होला, कसरी बन्यो भन्ने पार्टहरू। यस कारणले गर्दा हामीले हाम्रो वरिपरि भएका कुनै पनि वस्तुमा पनि स्टिमको कम्पोनेन्टहरू चाहिँ भेट्न सक्छौँ। कन्सेप्ट कसरी आयो स्टिम एजुकेसनको र हाम्रो जुन ट्रेडिसनल एजुकेसन छ त्यसभन्दा स्टिम एजुकेसनको फाइदा अथवा के कुरामा छ स्टिम एजुकेसन बेटर, हामीले किन स्टिममा जानुपर्ने अबको एजुकेसनमा? अब स्टिमको मेजर धार चाहिँ मलाई के लाग्छ भने यो एउटा सोच हो। हेर्नुहोस्, जस्तै क्लासरुममा हामी यत्तिकै जानु र स्टिम माइन्डमा चलिरहनुले चाहिँ यो दुईवटा पार्टले अलिकति फरक नै रोल खेल्छ जस्तो लाग्छ। त्यो कुन धारमा भने के स्टिमको साइन्सलाई मैले कक्षा कोठाभित्र एक्जिक्युसनमा लगेको छु भन्ने पार्ट मात्रै शिक्षक साथीले सोचिदिनु भयो भने अब साइन्सको पर्सपेक्टिभबाट त उहाँले खोजी गर्न लगाउने परिस्थितिको निर्माण हुने भयो नि त क्लासमा। अब यदि मैले खोज्न लगाइराखेको छैन, बालबालिकाहरूलाई आफै काम गर्ने परिस्थितिको निर्माण गर्न लागिरहेको छैन र बाबु नानीहरू चाहिँ खोजिरहनु भएको छैन भने साइन्स इम्प्लिमेन्ट भइरहेको छैन भन्न सक्छौँ हामी कक्षा कोठाभित्र। किनकि साइन्स भनेको त इन्क्वायरी हो। अब इन्क्वायरीको कुनै पनि क्रियाकलापमा संलग्न नहुँदाखेरि त साइन्स एक्जिक्युसनमा आएन। अब टेक्नोलोजीको धारबाट जाँदाखेरि एउटा चाहिँ टेक्नोलोजीको धार युजफुलनेसको कुरा भयो, एप्लिकेसनको कुरा भयो। त्यो साइन्सले जुन नलेज दियो हामीलाई, जुन बालबालिकाले खोजेर जुन ज्ञान प्राप्त गर्नुभयो र जुन अन्डरस्ट्यान्डिङ बनाउनु भयो उहाँले, त्यो अन्डरस्ट्यान्डिङलाई उहाँले कहाँनिर प्रयोग गर्नुहुन्छ एउटा टेक्नोलोजीको पार्ट भयो। सँगै अब अहिले टेक्नोलोजी भनिरहँदाखेरि चाहिँ बुझाइ कस्तो छ भने बजारमा चाहिँ इन्फर्मेसनलाई चाहिँ इन्फर्मेसन टेक्नोलोजी भनेर बुझिन्छ, कम्प्युटरलाई अथवा इन्टरनेटलाई अथवा स्मार्ट बोर्डहरूलाई। तर टेक्नोलोजिकल पार्ट हामीले कुरा गर्दा यो ग्लास पनि टेक्नोलोजी हो, किनकि यसले चाहिँ मेरो काम सजिलो बनाइदिन्छ भने यो टेक्नोलोजी हो। अब बालबालिकाहरूले आफूलाई सजिलो हुने गरी त्यो नलेजलाई कसरी प्रयोग गर्नुहुन्छ, यो चाहिँ टेक्नोलोजिकल पार्ट भयो। अब शिक्षकले चाहिँ यो हाम्रो कक्षा कोठामा छलफल भएको र एक्सप्लोर गरेको नलेज चाहिँ अब हामीले जीवनमा कहाँनिर प्रयोग गर्छौँ भन्ने पार्टलाई इन्टरलिङ्क गर्नुभयो भने त बालबालिकाहरूको अन्डरस्ट्यान्डिङ के भयो, उहाँको जीवनसँगै जोडिएर आउने भयो, उहाँको पूर्व ज्ञानसँग जोडिएर आउने भयो, भइरहेका घटनाहरूसँग जोडिने भयो। अब यो पार्टले चाहिँ बालबालिकाहरूलाई के हुने भयो त भने मैले त मेरै वरिपरिको कुराको
कुराको एक्सप्लोरेसन गरिराखेको रहेछु, खोजिराखेको रहेछु। मैले त बाहिरको अरू नयाँ कुरा भन्दा पनि मेरो जीवनमा मेरो वरिपरि जे कुरा मैले देखिरहेको छु त्यही कुरामै चाहिँ म काम गरिरहेको छु भन्ने खालको अन्डरस्ट्यान्डिङ पनि आउने भयो। अब इन्जिनियरिङकै कुरा सोचिरहँदा अब यो ज्ञानलाई अथवा पढेको कुरालाई अथवा कुनै पनि एउटा समस्यालाई म कसरी यसलाई फरक धारबाट हेर्न सक्छु, म कसरी चाहिँ यसलाई मोडिफाई गर्न सक्छु, कसरी अझै म बेटर बनाउन सक्छु, कसरी म डिजाइन गर्न सक्छु भन्ने धार भनेको चाहिँ यो त क्रिएटिभ माइन्ड हो नि त। अब केही कुरा क्रिएट गर्ने धारबाट आउने भयो। प्रकारले एजुकेसनलाई चाहिँ धेरै व्यवहारिक बनाउनको लागि होइन त डेली लाइफसँग चाहिँ इन्टरलिङ्क गर्न वा कनेक्ट गर्नको लागि चाहिँ स्टिम आवश्यक पर्यो। अहिले समय सापेक्ष पनि रह्यो। अब अर्को कुरा वेलनेसको पार्ट, अब हामीले आर्ट्सको कुरा जोडिराख्दाखेरि त वास्तवमा हामीले बिर्सेको कम्पोनेन्ट हो वेलनेस चाहिँ। मलाई फाइदा भइरहँदा मैले नलेज निकालिरहँदाखेरि त्यो नलेजले प्रकृतिलाई हानि गर्न त भएन नि, कुनै एनिमललाई हानि गर्न त भएन। मलाई जति बाँच्ने अधिकार छ एउटा जनावरलाई पनि त त्यतिकै बाँच्ने अधिकार छ र प्रकृति संरक्षण पनि त तपाईँ हाम्रो कर्तव्य हो। एउटा मान्छेले अर्को मान्छेलाई बुझ्ने कि नबुझ्ने, उसको फिलिङ्सलाई बुझ्ने कि नबुझ्ने, यी सबै कम्पोनेन्टहरू चाहिँ यो आर्ट्सको कम्पोनेन्टहरू हुन्। र मैले जुन नलेज मैले जेनेरेट गरिराखेको छु, जुन अन्डरस्ट्यान्डिङ मलाई हुन्छ, जुन उपयोगिताको रूपमा चाहिँ मैले कुनै पनि वस्तुहरूलाई उपयोग गरिरहन्छु, मैले प्रयोग गर्दा अरू कसैको हानि पनि हुनु हुँदैन भन्ने पार्टले चाहिँ एउटा ठुलो परिवर्तन घट्छ बालबालिकाहरूमा। र मेजर यसको कम्पोनेन्ट भनेको एउटा हामी रिफ्लेक्सन भन्छौँ नर्मल्ली। बालबालिकाहरू सामान्यतया अहिले विद्यालयमा हेर्ने हो भने चाहिँ त्यति धेरै बालबालिकाहरू बोल्ने र आफ्ना मनका कुरा स्पष्टसँग राख्ने वातावरण त्यति धेरै बनेको देखिँदैन। र आर्ट्सले यो पार्टमा पनि काम गर्छ, उहाँहरूलाई चाहिँ रिफ्लेक्ट गर्ने मौका दिने, आफूले पत्ता लगाएका कुराहरू, आफूले खोजेका कुराहरू चाहिँ व्यक्त गर्ने खालको परिस्थितिको निर्माण गर्ने र शिक्षकसँग चाहिँ कोअर्डिनेट गरेर, आफ्नै साथीहरूसँग कोअर्डिनेट गरेर चाहिँ यो रिफ्लेक्ट गर्ने पार्टले पनि उहाँको एक त मनलाई शान्त बनाउने एउटा पार्ट रह्यो। अर्को पार्ट चाहिँ यसरी बोलिरहँदा, यसरी कोलाबोरेटिभ रूपमा काम गरिरहँदा चाहिँ भोलि गएर उहाँले सामूहिक रूपमा चाहिँ कुनै पनि काम गर्न हिचकिचाउने खालको परिस्थिति पनि नबन्ने भयो, र अरूलाई बुझ्न पनि पाउनुहुने भयो, र आफूले वास्तवमा अरूले के सोच्दा रहेछन्, म के सोच्दछु र यो कुराहरू कसरी मैले प्रस्तुत गर्नुपर्छ भन्ने सिप पनि त बढ्दै जाने भयो। त्यो पार्ट जोडिएको कारणले गर्दा पनि यो महत्त्वपूर्ण भयो। छोटकरीमा भन्दाखेरि यो स्टेमलाई चाहिँ अब स्कुलहरूमा कतिपयमा चाहिँ अहिले जुन जुन सब्जेक्टहरू बच्चाहरूले पढिरहेछन् त्यो एकातिर उनीहरूले पढिरहेछन् होइन। अब फेरि त्यसमा स्टेम भनेर थप समय होइन केही समय चाहिँ त्यतातिर बच्चाहरू इङ्गेज भइरहेछन् होइन। यसमा मैले अलिकति बुझ्न खोजेको चाहिँ हामीले पढाइरहेकै सब्जेक्टहरूलाई नै इन्टरलिङ्क गरियो भने स्टेम बन्ने हो कि अथवा त्योभन्दा छुट्टै फेरि स्टेमभन्दा छुट्टै गरिरहनु जरुरी छ? अब यो दुइटै धारबाट हेर्न सकिन्छ जस्तो लाग्छ। तपाईँले यो प्रश्न सोधिरहँदा मलाई के मनमा आयो भने हजुरले कतै कतै विद्यालयहरूमा रोबोटिक्सको क्लासहरू राखिएको छ, अनि स्टिम भनेर चाहिँ केही प्रोग्राम, केही प्याकेजहरू चाहिँ सँगै आउँछ प्याकेटमा, र त्यो प्याकेटको जोडेर चाहिँ उहाँहरूले एसेम्बलहरू गरेर अनि त्यसलाई स्टिम भन्ने यो खालको चलन पनि छ। अब यो पार्ट पनि स्टिमकै एउटा कम्पोनेन्ट हो, किनकि उहाँहरू चाहिँ टेक्नोलोजिकल पार्टसँग अभ्यस्त भइरहनु भएको छ र उहाँहरूले यो काम गर्दाखेरि पक्कै केही न केही स्किल त उहाँहरूमा विकास हुन्छ नै। अब यस कारणले गर्दा यो कम्पोनेन्ट पनि स्टिमकै कम्पोनेन्ट हो, र यसमा चाहिँ दुईवटा कम्पोनेन्ट मेजर रहे। एउटा त यो धारबाट पनि स्किल बढाउन सकिन्छ, अर्को धार भनेको चाहिँ पेडागोजिकल पार्टबाट चाहिँ उहाँहरूले जुन रेगुलर रूपमा शिक्षक साथीहरूले जुन फेसिलिटेट गरिरहनु भएको छ, उहाँहरूले पढिरहनु भएको छ, त्यो धारलाईमा पनि पेडागोजिकल रूपमा पनि स्टिमलाई जोड्न सकियो, र यता स्किलको रूपमा चाहिँ स्किल डेभलपमेन्टको पार्टमा, प्रब्लम सल्भिङको पार्टमा पनि सकियो। जस्तै अब हजुरले भनिरहँदा हामी नर्मली डिजाइन च्यालेन्ज भन्छौँ, कुनै पनि कुरा चाहिँ बालबालिकाहरूलाई एउटा च्यालेन्जको रूपमा दिइन्छ। अब यहाँ चाहिँ एउटा पोखरी छ, अब यो पोखरीमा चाहिँ बिचमा केही चिज छ, त्यसलाई चाहिँ छेउसम्म ल्याउनुपर्छ। अब एउटा खालको अब्स्ट्र्याकल हुन्छ, यो चाहिँ तपाईँ कसरी डिजाइन गर्नुहुन्छ, के गरेर चाहिँ तपाईँ यो समस्याबाट पार हुनुहुन्छ भने चाहिँ एउटा खालको के भयो, च्यालेन्ज भयो। त्यहाँ त्यो च्यालेन्जबाट पार पाउनको लागि चाहिँ बालबालिकाहरूले के गर्नुहुन्छ, चाहिँ सामान्य इक्जाम्पल लिँदा एउटा सानो पेपर A4 सिट एउटा दिएर चाहिँ यो A4 सिटबाट तपाईँले एकदमै अग्लो, एकदमै बलियो चाहिँ टावर बनाउन पर्यो भनेर दियो। अब यो टावर बनाउनको लागि त उहाँले त ट्रायल एन्ड एररमा जानुहुन्छ नि त। अब पहिला उहाँले ट्राई गर्नुहुन्छ, एउटा लेभलबाट बनाउनुहुन्छ, फेरि त्यो ढल्ला, उहाँले नढल्नको लागि अझ के गर्ने भन्ने किसिमले चाहिँ आइडिया लाउनुहुन्छ। यसरी समस्या कसरी समाधान गर्ने र समस्या समाधान गरिरहँदाखेरि चाहिँ कसरी समस्याहरू थपिँदै जान्छन् र यसमा टेकेर अझै बेटर तरिकाले चाहिँ समस्या समाधान गर्न सकिन्छ भन्ने धारबाट जाने कारणले गर्दा क्रिटिकल थिङ्किङ पनि हुने भयो, सँगै प्रब्लम सल्भिङको स्किल्स पनि बढ्दै जाने भयो।
अब त्यो पार्टबाट चाहिँ सपोर्ट गर्छ उहाँहरूलाई। त्यही भएर दुवै नै स्ट्रिम हुन् भन्न मिल्छ हामीले भन्दा। ओके, अब हामीले जति पनि कुरा गरिरहेछौँ यो सबै लर्निङसँग जोडिएको छ होइन। लर्निङ एउटा फर्मल वेमा स्कुल कलेज गएर पनि हुने भयो, घरमै पनि हुने भयो होइन। सायद हाम्रो लर्निङ अहिले यहीँ पनि भइरहेको छ। तर अझै पनि अलिकति सरल भाषामा बुझ्दाखेरि हामीले केलाई चाहिँ लर्निङ भन्ने, केलाई चाहिँ नभन्ने? अब सिकाइ हामीले भनिरहँदाखेरि चाहिँ अब हुन त जन्मेदेखि नमर्ने बेलासम्म नै सिकाइ भइरहन्छ भनिन्छ होइन। तर मलाई के कुरा चाहिँ एड्रेस गर्न मन लाग्यो भने आज तपाईँ बिहान घरबाट उठेर यहाँसम्म आइरहँदाखेरि अथवा दिनभरि जे क्रियाकलाप गर्नुभयो, हजुरले दिनभरि धेरै कुरा देख्नुभयो। अब नर्मली के भनिन्छ भने हेरेर सिकिन्छ भनिन्छ, तर दिनभरि हेरेको कुरा त याद हुँदैन नि त हामीलाई। के तपाईँलाई याद छ र बिहानदेखिको सबै कुराहरू? पक्कै पनि सबै कुरा छैन। अनि अब सुनेर सिकिन्छ भन्ने अर्को कन्सेप्ट छ। बिहानदेखि अहिलेसम्म त हजुरले धेरै कुरा सुन्नु भएको छ नि, तर त्यो सबै सुनेको कुरा चाहिँ याद छैन हामीलाई सबै छोडेको कुरा पनि याद छैन। अनि भनेको हाम्रो सेन्स अर्गानले चाहिँ त्यो कुराहरूलाई याद गर्दो रहेछ जहाँ हाम्रो कन्सन्ट्रेसन पर्छ। तर केही घटनाहरू होलान् हजुरले ठ्याक्कै सम्झिन सक्नुहुन्छ र अहिले र भन्न सक्नुहुन्छ त्यो किन याद भयो भने त्यसमा कन्सन्ट्रेसन रह्यो। यस कारणले गर्दा सिकाइ चाहिँ अब वातावरणबाट पनि सिकाइ, इन्भाइरोमेन्टबाट पनि हामी सिक्न सक्छौँ, देखेर पनि सिक्छौँ, सुनेर पनि सिक्छौँ। तर सुन्ने देख्ने क्रममा कन्सन्ट्रेसन जहाँनिर परेको हुन्छ त्यो कुरा चाहिँ छिट्टै सर्ट टर्म मेमोरीमा जाने भयो, त्यसलाई रिपिट गरिरहँदाखेरि लङ टर्ममा जाने भयो। यस कारणले गर्दा सिकाइ चाहिँ यही गरेर हुन्छ भन्ने सिकाइ चाहिँ होइन। अब हजुरले बालबालिकासँग जोडेको कारणले गर्दाखेरि चाहिँ बालबालिकाहरूलाई र तपाईँ हामीलाई नै चाहिँ त्यो कुरा चाहिँ याद हुन्छ जुन कुरामा हामी एकदमै मजाले कन्सन्ट्रेट भएर लागिराखेका हुन्छौँ। र स्टिमको धारबाट हामीले कुनै पनि एउटा पेडागोजिकल मोडललाई लिएर काम गर्दाखेरि चाहिँ के हुन्छ भने बालबालिकाको सबैभन्दा पहिला चाहिँ उहाँहरूको पूर्व ज्ञानमा काम गरिन्छ र पूर्व ज्ञानमा काम गरिराख्दाखेरि चाहिँ अब त्यो क्युरियोसिटीको पार्ट पनि उठ्दै आउँछ। त्यो बिस्तारै फेसिलिटेटरले त्यो पार्टमा काम गर्नुहुन्छ। पूर्व ज्ञान भन्नाले पहिला उनीसँग हामीले सिकाउनुभन्दा अगाडि नै भएको नलेज, जुन कुरा चाहिँ उहाँहरूसँग अगाडि उहाँको कन्टेक्स्टमा नजोडिकन त उहाँले बुझ्न सक्ने सम्भावना त नरहला नि त फेरि। अब जस्तै अब तपाईँ हामीले चाहिँ गगन भन्यौँ, अनि अब भाषाको शिक्षकले गगन भन्दा चाहिँ उहाँको मतलब थियो उहाँ आकाश भन्न खोज्दै हुनुहुन्थ्यो। तर बालबालिकाले चाहिँ छिमेकी गगन दाई भनेर बुझ्न सक्ने सम्भावना रहन्छ, किनकि अगाडि के कुरा चाहिँ रिकगनाइज गरेको छ उसले, उसको पूर्व ज्ञान के छ, उसको त त्यहीतिर इन्टरलिङ्क हुने भयो, कनेक्ट हुने भयो। अब यदि उसलाई आकाश मात्रै भनेको थाहा छ भनेपछि गगन भन्दाखेरि नबुझ्न सक्छ। अब पहिला चाहिँ यसरी पूर्व ज्ञानबाट इन्टरकनेक्ट गरिसके पछाडि अब आफै खोज्ने, आफै काम गर्ने खालको परिस्थितिको निर्माण हुन्छ। अब बालबालिकाहरूले आफै खोज्न थाल्नुभयो, आफै काम गर्न थाल्नुभयो भने के भयो, एक त एक्टिभली इङ्गेज हुनुभयो। उहाँ एक्टिभली इङ्गेजमेन्ट हुँदाखेरि चाहिँ जुन अघि कन्सन्ट्रेसनको कुरा गरिएको थियो त्यो कन्सन्ट्रेसन एकदमै हाई हुने भयो, किनकि आफै चलिरहनु भएको छ, आफै काम गरिरहनु भएको छ, आफै खोजिरहनु भएको छ। बुकमै हेर्दा पनि ल तिमी आफै पढ त भनेर पढिरहनु भएको छ, अन्डरलाइन गरिरहनु भएको छ। अब भनेपछि कन्सन्ट्रेसन हाई छ। अब यो कन्सन्ट्रेसन हाई हुँदा के भयो त भने अघि नै हजुर बिहान घरबाट चाहिँ यहाँसम्म आउँदाखेरि जति आधी घन्टा 1 घन्टाको समय जति लाउनु भयो हजुरले त्यो सबै कुरा याद छैन। तर जहाँ जहाँ हजुरले ब्रेक लाउनु भयो अथवा अरू कोही मान्छेले आएर क्रस गर्यो, विशेष घटना चाहिँ हजुरलाई याद हुन्छ भनेको कन्सन्ट्रेसन त्यतिखेर हाई भयो। यहाँ इङ्गेजमेन्ट हुँदाखेरि बालबालिकामा के भयो त भने इङ्गेजमेन्ट भएको पार्टलाई चाहिँ त्यति धेरै बिर्सिने भन्ने पार्ट पनि रहेन। मेमोराइज गर्नुपर्ने काइन्ड अफ लर्निङ चाहिँ हो। मेमोराइज त हामीले गरेका हरेक कुराहरू मेमोराइज त भइ नै हाल्छन्। फेरि यस्तो पनि हो हजुरले देखेका हरेक कुराहरू माइन्डको कुनै पार्टमा त होलान्, तर त्यसलाई तान्नको लागि त्यो कनेक्टिङ पोइन्ट चाहिँ त्यो सायद मिसिङ हुन्छ। त्यस कारणले गर्दा सबै कुराहरू हामी सम्झिन सक्दैनौँ। हामीसँग भएको इन्फर्मेसन फ्याक्ट्सहरूलाई के कुरामा प्रयोग गर्ने, प्रब्लम सल्भिङ जस्तो भनौँ न होइन, सल्भ गर्ने कुराहरू पनि त लर्निङ जस्तो होला है। एकदमै सिकाइ नै के हो भन्नुहुन्छ भने चाहिँ यो प्रक्रिया हो। सिकाइ चाहिँ प्रोसेस हो। यदि सिकाइ नै के हो भनेर सोध्नुभयो भने चाहिँ यो प्रोसेस हो। अब यो के को लागि भनेर यदि हजुरले क्वेसन गर्न खोज्नु भयो भने सिकाइ के को लागि भन्ने हो भने चाहिँ एउटा मलाई चाहिँ के लाग्छ भने सिकाइ चाहिँ सहजताको लागि हो, सजिलोको लागि। तपाईँ हामी त हाम्रो अहिलेको जुन जीवन छ, अहिलेको जति स्किल छ हामीसँग त्यसबाट हामी उठ्न चाहन्छौँ नि त, किनकि स्किल भएपछि हामीले सहज हुँदै जाने भयो। हरेक कुरामा चाहिँ जति मान्छे स्किलफुल हुँदै जान्छ उसको जीवन त सहज हुँदै जाने भयो नि, किनकि उसले समस्या समाधान गर्न बेटर हुने भयो। अब अर्को चाहिँ सन्तुष्टिको लागि पनि होला सिकाइ, किनकि सहजताले के दिन्छ भन्दाखेरि त सहजताले त सन्तुष्टि दिने हो। तर अब यसरी कुरा गर्दाखेरि फेरि यो अलिकति आध्यात्मिक साइडमा जाला। अब सन्तुष्टिको कुरा गरिरहँदा, सहजताको कुरा गरिरहँदा
अर्को पार्ट चाहिँ के पनि हो भने अहिलेको समय परिस्थिति अनुसार हामी कसरी हाम्रो वरिपरि भएका समस्याहरूलाई समाधान गर्न सक्छौँ, जीवनका समस्याहरूलाई समाधान गर्न सक्छौँ, हिजोको म र आजको मको बिचको डिफ्रेन्स हामी कसरी निकाल्न सक्छौँ, कसरी बेटर म बन्न सक्छौँ भन्ने पार्ट नै हो सिकाइको मेजर स्किलहरू पनि यसमा जोडियो। अब यसमा छ नि लर्निङमा जोड्दाखेरि हाम्रो नेपालको जुन ट्रेडिसनल एजुकेसनमा जहाँको पनि भनौँ नेपालमा मात्रै पनि होइन, ट्रेडिसनल एजुकेसन सिस्टममा रट्नु घोक्नु याद गर्नुलाई हामीले लर्निङसँग जोडिरहेको थियौँ बाहिर। के छ रट्नु घोक्नुलाई जुन हिसाबले जुन तरिकाले चाहिँ हामीले नेगेटिभ वेमा लिन्छौँ त्यतिको जरुरी छ? लाइक रट्नै हुँदैन, रट्नु नरटिकन पनि लर्न गर्न सकिन्छ अथवा लर्न गर्न चाहिँ रट्नु हुँदैन भन्ने छ? हजुरलाई के लाग्छ यसमा? मलाई चाहिँ तपाईँले सोधिरहँदा के याद आयो भने नि अब यदि रट्न नै गलत हामीले भन्यौँ भने त अब एउटा माइन्डको प्याटर्न चाहिँ के हुँदो रहेछ भने जुन कुरा रिपिटेसनमा आउँछ त्यो मेमोरीमा बस्दै जाने भयो होइन। यस कारणले गर्दाखेरि चाहिँ अब के कुरा चाहिँ हामी रिपिटेडली गरिराखेका हुन्छौँ त्यो कुरा त लङ टर्मसम्म मेमोरीमा आउने भयो। यस कारणले गर्दा घोक्नु रट्नु नै एकदमै नराम्रो भन्ने होइन, तर के कुरा चाहिँ रट्नुपर्छ के कुरा चाहिँ नरट्ने भन्ने पार्ट चाहिँ फरक होला। जस्तै अब सबै कुरा घोकेर मात्रै गर्ने भन्ने पार्टमा त्यसको उपयोगिता त्यसको समस्या समाधानको पार्ट त विकास नहोला नि त। फेरि बालबालिकामा घोक्ने भन्ने पार्ट मात्रै आउला, कन्सेप्चुअलाइज सही ढङ्गले नहोला। थाहा भयो तर थाहा हुँदैमा अब प्रयोग गर्न सक्छ भन्ने पार्टमा त नआउने भयो नि त यो। यस कारणले गर्दा चाहिँ अब उहाँले घोक्नु नराम्रो होइन, उहाँले घोक्न मिल्यो। जस्तै अब फर्मुला नै याद गर्न पर्यो, म फर्मुला नै याद गर्दिनँ भन्ने पार्ट नहोला होइन। म एबिसिडी नै चिन्दिनँ, म एबिसिडी चाहिँ म अब रेगुलर रूपमा पढ्दिनँ भनेर एबिसिडी नै रिकगनाइज नहोला। यस कारणले गर्दा रिपिटेड रूपमा त्यो प्याटर्नमा जानु हुँदैन भन्ने पार्ट चाहिँ होइन। अब हजुरले भनेको चाहिँ के अनुसार हुनसक्छ भने स्कुलहरूमा जहिले पनि घोक्न लगाउने जहिले पनि त्यही पढ्न लगाउने भन्ने पार्टबाट चाहिँ अथवा टिचरले भनिदिने मात्रै विद्यार्थीले सुनिदिने मात्रै त्यो पार्टबाट चाहिँ हजुरले ट्रेडिसनल एजुकेसन भनेको हुनसक्छ। अब घोक्नु नै नराम्रो चाहिँ पक्कै पनि होइन, तर काम उहाँले केही कुरा थाहा छ र उहाँले त्यो प्र्याक्टिकल रूपमा पनि काम गरिरहनु भएको छ, आफैले पनि एक्सप्लोर गरिरहनु भएको छ भने दीर्घकालीन रूपमा चाहिँ माइन्डमा मेमोरीको रूपमा बस्ने भयो। भनेपछि जस्तो अब रटाइ पनि अथवा पढ्नु रिमेम्बर गर्नु पनि एउटा वे चाहिँ भयो लर्न गर्ने, पक्कै पनि एउटा वे हो। अब विगत हामीले सम्झिने हो भने त कस्तो कस्तो ठुलो ठुलो शास्त्रहरू त सबै कण्ठ गरेर नै अहिलेसम्म यो जुन ट्रेडिसनहरू जुन बेला हामीसँग चाहिँ लेख्ने खालको पद्धति थिएन, जुन बेला लिपिबद्ध रूपमा चाहिँ कुनै पनि सामग्रीहरू आउने खालको परम्परा थिएन नि त पहिला। त्यो त अब सबै यो मन्त्रको कुराहरू शास्त्रको कुराहरू त एक व्यक्तिबाट अर्को व्यक्तिमा ट्रान्सफर हुँदै आएको हो नि। त्यसको लागि त पक्कै पनि रिपिटेसन भयो होला, घोक्ने काम नै भयो होला होइन। यस कारणले गर्दा अहिले पनि घोक्नु भनेको नराम्रो होइन। अब तपाईँ हामीले नै एउटा कुनै पनि स्टेटमेन्टलाई चाहिँ बिहान बिहान सधैँ उठेर त्यो स्टेटमेन्ट एकचोटि मात्र पढ्यौँ भने बिस्तारै बिस्तारै त्यो चाहिँ मेमोरीमा आउन थाल्छ। अब यस कारणले गर्दा एउटा टेक्निक यो पनि हो, रिपिटेसनले नै फर्म त्यो काइन्ड अफ लर्निङ चाहिँ पक्कै पनि हुन्छ। तर के चाहिँ होइन भने होइन लर्निङ गरेर मात्रै हुन्छ भन्ने पार्ट चाहिँ पक्कै पनि होइन। जस्तो मैले डटपेनलाई बिर्को खोलेँ भनेदेखि खोले पनि होइन, ल यसलाई मैले कसरी डटपेनलाई बन्द गर्नुपर्छ भन्दाखेरि चाहिँ यहाँ माथि चाहिँ यसको यो जुन कभर छ यहाँ राखेर यसलाई यताबाट यतातिर घुमाउनुपर्छ अथवा यसलाई चाहिँ यताबाट देब्रेतिर घुमाउनु पर्दो रहेछ भनेर रिपिट मात्रै गरिराख्यो भने त्यो चाहिँ रट्ने जस्तो काम भयो नि त। अब हजुरले यस्तो भन्न मिल्यो, अब यो अर्को के पनि हो भने नि हजुरले यो ब्लुम्सको टेक्सोनोमी नै हेर्नुभयो भने पनि रट्ने भन्न साथै के भयो मेमोरीको कुरा आयो होइन। मेमोरीको कुरा आउन साथ नै के भयो नलेजको कुरा रह्यो कि। तर नलेज हुँदैमा अन्डरस्ट्यान्ड हुन्छ भन्ने कुरा त होइन। आफ्नो किसिमले बुझेर परिभाषित गर्न सक्ने अवस्था त क्रिएट नहुन सक्ने भयो नि। अब यो घोक्नु भनेको चाहिँ सिकाइको पहिलो चरण पुरा भयो क्या। अब फर्स्ट स्टेप पुरा भयो, याद भयो। अब त्यसलाई अन्डरस्ट्यान्डको लेभलमा एप्लाई गर्ने लेभलमा अब एनालाइसिसको लेभलमा त्यो लेभलमा चाहिँ अथवा अब क्रिएटको लेभल र इभ्यालुएसनकै लेभलमा चाहिँ पुग्नको लागि त अरू थुप्रै काम गर्न पर्ने भयो क्या। अब पक्कै पनि हामीले यो स्टेमको बारेमा धेरै कुरा पनि गऱ्यौँ, बिस्तारै फेरि लर्नतिर लाग्यौँ होइन, कसरी लर्न हुन्छ भन्दा लर्निङ के हो भन्नेतिर लाग्यौँ हामी। अलिकति कुरा गरौँ अब विद्यार्थीहरूमा आजभोलि जुन प्रब्लम सल्भिङ स्किल हुन्छ त्यो चाहिँ बढाउनु पर्ने भन्ने कुराहरू भइरहेको हुन्छ। प्रब्लम सल्भिङ चाहिँ अलिकति कम भयो, रिमेम्बर गर्ने कामहरू बढी भयो भन्ने कुरा गरिन्छ। कसरी आजको विद्यार्थीहरूलाई अझै धेरै प्रब्लम सल्भिङ स्किलहरूमा बढाउने होला, के गर्नुपर्छ होला यसको लागि? अहिले मलाई चाहिँ के लाग्छ भने विद्यालयमा साधारणतया एकचोटि हामीले क्लासरुमलाई भिजुअलाइज गऱ्यौँ भने त्यहाँको प्रोसेस चाहिँ कस्तो देखिन्छ भने सामान्यतया
मैले सबैतिर भनिनँ। सामान्यतः हेर्दाखेरि के हुन्छ भने कक्षा कोठामा गएर शिक्षकले हामी कहाँ थियौँ, हामी के गर्दै थियौँबाट सुरु गरेर ल यति पेज नम्बर पल्टाउनुहोस् त भन्ने पार्टबाट अब कि आफै किताब पढ्ने अथवा आफैले भएको कुराहरू चाहिँ भनिदिने र अब बोर्डमा लेखिदिने भनिदिने। अब यो पार्टबाट चाहिँ धेरै विद्यालयहरू यसरी अगाडि बढेको देखिन्छ। टिचर बढी हाबी भएका छन् भनेको शिक्षकले धेरै मेहनत गर्न पर्यो, बालबालिकाले मेहनत कम गरे पुग्यो। अब सामान्य रूपले हामीले लियौँ भने पनि जसले बढी मेहनत गर्छ उसलाई धेरै थाहा हुने हो। यो केसमा शिक्षकलाई थाहा हुने भयो, त्यो कन्टेन्ट थाहा हुने भयो। तर आजको दिनमा चाहिँ शिक्षक सोर्स अफ इन्फर्मेसन होइन। सोर्स अफ इन्फर्मेसन किन होइन भने हिजोका दिनमा चाहिँ सोर्स अफ इन्फर्मेसन अरू थिएन, इन्टरनेटको एक्सेस थिएन, गुगल गर्न सक्दैन थियो कुनै पनि बच्चाले, युट्युबमा कुनै पनि इन्फर्मेसन अथवा कन्टेन्ट हेर्न सक्ने परिस्थिति थिएन। तर आज बालबालिका आफै हेर्न सक्नुहुन्छ। शिक्षकले बोल्दा बोल्दै मेरो शिक्षकले चाहिँ सही ढङ्गले बोलिरहनु भएको छैन, यो इन्फर्मेसन चाहिँ यहाँनिर रङ हो, यो इन्फर्मेसनलाई चाहिँ यसरी हेर्न सकिन्छ भन्ने पार्ट बालबालिकामा पहिले आइसकेको पनि हुनसक्छ। र सोर्स अफ इन्फर्मेसन शिक्षक नभएको कारणले गर्दा अहिले चाहिँ धेरैभन्दा धेरै काम गर्ने परिस्थितिको निर्माण यदि बालबालिकाको साइडबाट भइदियो भने अब यो चाहिँ कुन सेन्समा भनेको भने अब बालबालिकाहरूलाई हजुरले च्यालेन्ज गर्नु भएन। च्यालेन्ज कुन सेन्समा भने कन्टेन्ट र उहाँले भोगेका कुराहरूलाई इन्टरकनेक्ट गरेर चाहिँ केही कुराहरू डिजाइन गर्न दिने, अनि अब केही कुराहरूको चाहिँ केही प्रब्लम सल्भ गर्न दिने, अब क्रिटिकली सोच्न दिने। फरक के हुनसक्छ यसको, तिमीलाई कस्तो लाग्छ, तिमीले कसरी सोचेको छौ यसलाई, हामी यसलाई के गर्न सक्छौँ, यो धारबाट हामी नजाने हुँदाखेरि चाहिँ तपाईँले जुन भन्नुभयो प्रब्लम सल्भिङको कुरा, क्रिटिकल थिङ्किङको कुरा, त्यो कुरा चाहिँ त्यति डेभलप गर्न नसकिएला हामीले। चेन्ज ल्याउनु पर्यो हैन, वे अफ टिचिङमै। अर्को कुरा म्याथमेटिकल माइन्ड त्यति धेरै डेभलप भएको छ जस्तो लाग्दैन बालबालिकाहरूमा। त्यसरी सोचिरहनु हुन्छ बालबालिकाहरूले, त्यसरी सोचिरहनु भएको छ जस्तो लाग्दैन। सबैतिरको ऊ चाहिँ होइन, अब स्टोरी चाहिँ होइन। तर बहुसङ्ख्यक विद्यालयहरूमा चाहिँ अब त्यति धेरै प्रब्लम सल्भिङ त कहाँको चाहिँ आउँछ भने अब कन्टेन्टको त्यसलाई कण्ठ गर्ने। अनि बालबालिकाहरूमा पनि धेरै के देखिन्छ भने सर कहाँदेखि कहाँसम्म लेख्ने, अन्डरलाइन गरिदिनु न भन्ने खालका यो रिपिटेड भाष्य निक्लिन्छ क्या बाहिर बालबालिकाहरूमा पनि। अनि शिक्षक साथीहरूसँग भेटिन त उहाँहरूले के भन्नुहुन्छ भने सर कहाँदेखि कहाँसम्म हो अन्डरलाइन गरिदिनु न भन्नुहुन्छ बाबु नानीले। अब भनेको मतलब त बालबालिकाले राम्रोसँग पढ्नै सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने पनि आयो नि त त्यहाँनिर। त्यो त लिट्रेसीतिर पुग्यो, साक्षर हुने कुरातिर पुग्यो, त्यतातिर पनि गयो। भनेको अब रेगुलर रूपमा बालबालिकाहरूले पढिरहनु भएको छ कि छैन, अथवा उहाँले जान्नुहुन्छ कि जान्नुहुन्न, उहाँले अक्षरै चिन्नुहुन्छ कि चिन्नुहुन्न भन्ने धारतिर पनि गयो। अब कतै त्यस्तो पनि छ, कतै फेरि एकदमै राम्रोसँग काम गर्ने बालबालिकाहरू पनि हुनुहुन्छ, शिक्षकहरू पनि हुनुहुन्छ। म यो कुराकानीमा फेरि अलिकति प्रसङ्ग बदल्न मन लागेको चाहिँ कतिपय शिक्षकहरूले चाहिँ आफ्नो क्लासलाई कसरी म्यानेज गर्ने भन्ने कुरामा स्ट्रगल गरिरहनु भएको हुन्छ होइन। वाट इज क्लासरुम म्यानेजमेन्ट होइन, हाउ क्यान इट ह्यापन, हाउ टु म्यानेज इट भन्ने कुरामा चाहिँ टिचर आर स्टिल कन्फ्युज कतिपय। त्योमाथि अब नेपालको एजुकेसनमा मेनली चाहिँ संस्थागत विद्यालयहरूको पनि ठुलै कन्ट्रिब्युसन छ भनौँ होइन, हरेक कुराले हेर्दाखेरि सङ्ख्या नै धेरै छ होला सायद। सो यो अवस्थामा हेर्दाखेरि मैले भन्न खोजेँ यहाँ संस्थागत किन जोडिहालेको त भन्दा यहाँ त कति धेरै टिचरको फेरबदल पनि भइरहेको हुन्छ, नयाँ टिचर आउने जाने, फेरि यो क्रम पनि चलिरहेको हुन्छ। टिचरले क्लासरुम म्यानेजमेन्टमा के कुरामा फोकस गर्नुपर्छ होला र समग्रमा भन्दा वाट इज क्लासरुम म्यानेजमेन्ट, यसलाई अलिकति जोड दिनुहोस् न। कक्षा कोठा व्यवस्थापन भनेर त चाहिँ यसले चाहिँ एकदमै धेरै ठुलो क्षेत्र समेट्छ कक्षा कोठामा। अब यो किन ठुलो क्षेत्र समेट्छ भने पहिलो कुरा त बालबालिकाहरू जहाँ बस्नु भएको छ, जस्तो ठाउँमा बस्नु भएको छ, त्यो कम्पोनेन्ट जसलाई हामी फिजिकल कम्पोनेन्ट भन्छौँ, झ्याल ढोकादेखि लिएर डेस्क बेन्चदेखि लिएर सबै एउटा फिजिकल कम्पोनेन्टको पार्ट आउने भयो। अब कत्रो कक्षा कोठा छ, कसरी बालबालिकाहरू बस्नु भएको छ भन्ने कुरादेखि नै यो चाहिँ अगाडि आउने भयो। कति टाइम पनि हुन्छ, कति टाइम पनि हुन्छ, यो कन्टेक्चुअल हुने कुरा पनि भयो फेरि। अनि अर्को कुरा चाहिँ कक्षा कोठामा जस्तै कम्युनिकेसन ग्याप भइदियो भने सबभन्दा ठुलो समस्या आउने हो शिक्षक र विद्यार्थीहरू बिच। अब मैले कुन बेला के गर्नुपर्छ भन्ने कुरामा बालबालिकाहरू पनि आफै अवेर हुनुपर्छ। र यो कुरामा चाहिँ धेरैभन्दा धेरै पार्टमा शिक्षक विद्यार्थी मिलेर चाहिँ केही नियमहरू बनाउन सक्नुहुन्छ उहाँहरूले। क्लासरुमको रुल्सहरूमा त्यो पनि शिक्षकले ल अब तिमीहरूले बोल्ने बेलामा हात उठाऊ है भन्नु र हामी बोल्ने बेलामा चाहिँ हात उठाउँ भन्नुमा यो भाष्यमै फरक छ नि त, यो शब्दमै फरक हुने भयो। हामी चाहिँ जुन बेला हामी बोल्छौँ त्यो बेला हामी हात उठाउँ, अथवा अब हामीले के काम गर्छौँ, के काम गर्दैनौँ, कुन बेला गर्छौँ, यो पार्ट चाहिँ सँगै शिक्षक विद्यार्थीसँगै मिलेर अब
यो खालको नियमहरू सृजना गर्ने हो भने र कक्षा कोठामा जति पनि कामहरू हुन्छन् त्यो कामहरू कसरी गर्ने, कसले कसले गर्ने, सामूहिक रूपमा गर्ने हो कि व्यक्तिगत रूपमा गर्ने हो कि, यो पनि छलफल गरेर चाहिँ निर्णय गर्ने अनि काम गर्ने। र सामान्यतया हाम्रो जस्तो कक्षा कोठाहरू जहाँ 30-35जना बालबालिकाहरू राख्नुपर्ने परिस्थिति छ, मिनिमम पनि त्यति हुन्छ। यो हुँदाखेरि चाहिँ सामूहिक रूपको काम चाहिँ इफेक्टिभ पनि हुन्छ, शिक्षकलाई सजिलो पनि हुन्छ। सामूहिक रूपमा चाहिँ कुन समूहले कुन बेला के काम गर्ने अथवा यो हप्ताभरिको काम चाहिँ कुन समूहको अन्डरमा कुन काम पर्छ। अब यसरी रेस्पोन्सिबिलिटी दिने र रेस्पोन्सिबिलिटी दिइरहँदाखेरि पनि हामी कसरी रेस्पोन्सिबिलिटी बाँड्ने, कसरी हामीले काम गर्ने। अब यो रेस्पोन्सिबिलिटीको पार्टमा कक्षा कोठा मात्रै होइन, कक्षा कोठा होला अथवा फिल्डकै कुरा होला, किचनको कुरा होला, अरू पार्टमा पनि कक्षा शिक्षकले जोड्न सक्नुहुन्छ। अब दिउँसो हामी खाजा खाइरहँदाखेरि शिक्षक कहाँ रहने, बालबालिकाहरू कहाँ रहने, खाजा कसरी खाने, हाम्रो कक्षा कोठा र हाम्रो कक्षाका सबै बालबालिकाहरूले अरू कक्षाको अगाडि कसरी प्रस्तुत हुने, हामीले हाम्रो आइडेन्टिटी कसरी देखाउने, हाम्रो कक्षाका बालबालिकाहरू हामी चाहिँ को हौँ, हामी चाहिँ कस्ता हौँ, हामी कसरी आफ्नो परिचय चाहिँ अरूलाई दिन्छौँ, के भनेर चिनाउँछौँ हामी भन्ने पार्टसम्म पनि शिक्षक र विद्यार्थीहरूले चाहिँ सँगै काम गरेर निकाल्न सक्नुहुन्छ। र अब यो कक्षा कोठा व्यवस्थापनको अर्को पार्टमा आउँदाखेरि चाहिँ अर्को महत्त्वपूर्ण पार्ट भनेको चाहिँ यो जुन योजना निर्माण गर्ने पार्ट छ, फेसिलिटेसनको पार्टमा, यो पनि एकदम महत्त्वपूर्ण पार्ट हो। अब यो मैले जुन अहिले सँगै मिलेर काम गर्ने भनेको पार्ट चाहिँ यो बिहेभियर मोडिफिकेसनको लागि र बिहेभियर म्यानेजमेन्टको लागि चाहिँ मैले फोकस गरेँ। अब अर्को पार्ट चाहिँ शिक्षक साथीले कसरी प्लान गर्नुहुन्छ। जस्तै नर्मल्ली एउटै प्लान भयो भने के हुन्छ भने बालबालिकाहरू त फरक फरक हुनुहुन्छ त्यहाँ। अब कोही बालबालिकाहरूलाई एकदमै छिटो कुनै पनि कुराहरू बुझ्नुहुन्छ, कोही बालबालिकाहरूलाई अलिकति बुझ्न समय लाग्छ। र असेसमेन्टको बेलामा शिक्षकसँग एउटै खालको प्लान छ कि असेसमेन्ट उहाँले दुईवटा फरक फरक तरिकाले गर्नुहुन्छ। एउटा जो बालबालिकाहरू अक्षर चिन्नुहुन्न र जो बालबालिकाहरू मजाले पढ्न सक्नुहुन्छ उहाँको लागि एउटै असेसमेन्ट उहाँले दिनुभयो भने त यो बालबालिका अर्को क्लासमा पुग्ने बेलासम्ममा पनि उहाँको लेभल बढेको हुँदैन। यस कारणले गर्दा बालबालिकाहरूलाई अलिकति छुट्याएर असेस गर्ने खालको परम्परा पनि यो क्लासरुम म्यानेजमेन्टको एउटा कम्पोनेन्ट नै हो। अब यो कम्पोनेन्टलाई पनि उहाँले चाहिँ एड्रेस गर्नुपर्ने हुन्छ। टुल्स पनि आयो होइन कक्षा व्यवस्थापनमा? एकदमै टुल्स पनि सँगै आयो। लाइक हाम्रो जस्तो सिनेरियोमा लाइक हजुरले भनेको जस्तो लाइक 30-35जना मिनिमम विद्यार्थीहरू हुन्छन् होइन हाम्रो कक्षाहरूमा। बेन्चहरू पनि त हाम्रो नेपालको एजुकेसन सिस्टममा हुने खालको, विद्यालयहरूमा हुने खालको जुन बेन्चहरू छ त्यो सायद अलिक फरकै खालको छ होला होइन, अलिकति खाँदिएर राखेको हुन्छ, फिक्स्ड हुन्छ होइन। यस अवस्थामा हामीले कस्तो खालको क्लासरुम टुल्सहरू चाहिँ अप्लाई गऱ्यौँ भनेदेखि अब अहिले चाहिँ हजुरले भन्नुभएको एक्जिस्टिङ अवस्थामा के गर्न सकिन्छ भन्न खोज्नुभएको। अब एउटा एक्जिस्टिङ अवस्थामा गर्न सक्ने एउटा पार्ट के हो भने सामूहिक रूपमा चाहिँ जुन जुन बेन्चमा जति बालबालिकाहरू बस्नु भएको छ उहाँहरूलाई नै समूह मानेर काम गर्न सकियो। अघिल्लो बेन्च र पछिल्लो समूह पछाडि र अगाडि फर्केर छलफल गर्ने परिस्थितिको निर्माण पनि यसमा चाहिँ रहन सक्ने भयो। अर्को पेयरमा पनि काम गराउन सकिने भयो। 2-2जनाको पेयर बनाएर 2-2जनाले काम गर्ने खालको परिस्थिति बेन्चकै पार्टनरहरूको बिचमा चाहिँ गर्न सकियो। र अब विकली रूपमा रोटेसन हुने अथवा व्यक्तिहरू चेन्ज हुने खालको परिस्थिति पनि पहिले शिक्षकले रुटिन बनाउनु भयो भने 1-1.5 महिनाको लागि रुटिन अगाडि नै बनाउनु भएको छ भने उहाँलाई पनि खासै त्यति धेरै स्ट्रेस हुने खालको परिस्थिति पनि बन्दैन। अनि अब अचानक कुनै पनि कुराहरू सोच्दाखेरि चाहिँ अलिकति समस्या हुने हो। अगाडिदेखि नै प्लान गर्दाखेरि त्यति धेरै समस्या। जब चार्टलाई पनि टुल भन्न सक्छ? अब जब चार्ट भनेको चाहिँ अब यो काम हामीले कसको जिम्मेवारी के हो भन्ने पार्टमा आयो। त्यो डिभिजन अफ वर्क जस्तो भयो। जस्तै अब सोसाइटीमा चाहिँ फरक फरक प्रोफेसनको मान्छेहरू हुनुहुन्छ। फरक फरक प्रोफेसनको मान्छे भएको कारणले गर्दा हामीलाई हाम्रो जीवन जिउन सजिलो भएको छ। अब यो चाहिँ कुनै पनि काम सानो हुँदैन, कुनै पनि काम ठुलो हुँदैन, हामी सबै बराबर हौँ भन्ने खालको पार्टको लागि पनि यो क्लासरुममा विभिन्न जबहरूको सृजना गरिन्छ। अब जब चाहिँ शिक्षक आफैले एकलौटी रूपमा चाहिँ असाइन गर्नुहुन्छ कि त्यहाँ सल्लाह गरेर चाहिँ हामी यो गरौँ भन्ने पार्टबाट आउँछ, त्यो कुराले चाहिँ फरक पार्ने हो। अब उहाँहरू सबै मिलेर कामको चाहिँ ल यो काम हामीले गर्नु छ, यो कामलाई चाहिँ यसरी सामूहिक रूपमा हामी गर्ने हो, यो बेला यसले गर्ने, यो बेला यसले गर्ने भन्ने खालको एउटा प्रोसिडियर बन्यो भने चाहिँ त्यो प्रोसिडियरमा टेकेर शिक्षक पनि त्यही प्रोसिडियरमा टेकेर चल्नुहुन्छ, बालबालिकाहरूले पनि त्यही प्रोसिडियरलाई चाहिँ अगाडि बढाउने हो। त्यो चाहिँ कामको व्यवस्थापन जस्तो कामको व्यवस्थापन चाहिँ भयो। हजुर हजुर। अब छोटोमा जाउँ होला, हामीसँग टाइम पनि धेरै छैन। मसँग अझै पनि केही क्वेसन्सहरू छन्। यो स्टिम एजुकेसनलाई अथवा स्टिम एजुकेसन भनौँ क्रिटिकल थिङ्किङसँग कसरी जोडिन्छ होला छोटकरीमा? अब यस्तो पनि भयो, यो मैले हाम्रो पाउलो फ्रेयरलाई सम्झिन चाहेँ। उहाँले आफ्नो पुस्तकमा के लेख्नु भएको छ भने
यदि कसैलाई सुनाइन्छ मात्रै, अर्डर मात्रै दिइन्छ, सुनाइन्छ, तर त्यो व्यक्ति स्वयं व्यक्तिको चाहिँ कुनै पनि कुराहरू सुन्न चाहँदैन, त्यसको रिफ्लेक्सन पनि चाहँदैन र मात्रै सुन्ने र अर्डर दिने परिस्थितिमा कुनै पनि मान्छे हुर्कियो भने चाहिँ ऊ दास मानसिकताबाट हुर्किन्छ। तर त्यही पार्टमा चाहिँ अब पेडागोजी अफ द होपमा कस्तो कुरा गर्नुभएको छ भने त्यही पार्ट यदि कुनै एउटा व्यक्तिले चाहिँ मजाले मनमा लागेका कुराहरू खुलेर बोल्न सक्छ, खुलेर आफ्ना कुराहरू राख्न सक्छ र कुनै पनि भइरहेका कुराहरूलाई चाहिँ एक्सेप्ट गर्ने भन्दा पनि मल्टिपल धारबाट त्यसलाई चाहिँ कसरी सोच्न सकिन्छ र कसरी हेर्न सकिन्छ भन्ने खालको कन्भर्सेसन अगाडि आउँदाखेरि चाहिँ त्यो व्यक्ति फरक बन्ने सम्भावना रहन्छ। मैले हजुरले सोधिरहेको यो क्रिटिकल थिङ्किङको पार्टलाई नै म जोडिरहेको छु। यो रिफ्लेक्सन गर्ने परम्पराको जुन पार्ट छ नि, यो पार्ट चाहिँ हाम्रो एजुकेसन सिस्टममा एकदमै ल्याक भएको जस्तो लाग्छ मलाई। किनकि अहिलेको सामान्यतया हामीले हेर्ने हो भने शिक्षकले डिसिजन दिने, शिक्षकले डिसिजन सुनाउने खालको प्याटर्न देखिन्छ स्कुलिङमा। म जे पढाउँछु तिम्रो सुन, यो सत्य यही हो, अब ताकि मेरो सरले जे बोल्नुहुन्छ त्यो नै ठिक हो भन्ने खालको। तर बालबालिकाले त बाहिरी सोसाइटीमा जुन कुराहरू देखिरहनु भएको छ, जुन कुराहरू उहाँले सुनिरहनु भएको छ, जुन कुराहरू युट्युबमा हेरिरहनु भएको छ, त्यो कुरा र कक्षा कोठाको कतिपय कुराहरू चाहिँ मिसम्याच भएको जस्तो महसुस हुन्छ उहाँहरू आफैलाई, अथवा हुन सक्ने सम्भावना पनि रह्यो। भनेको यो रिफ्लेक्सनको परिपाटीहरू एकदमै कम भएको कारणले गर्दाखेरि चाहिँ क्रिटिकल थिङ्किङको पार्ट त्यति धेरै विकास नभएको हो कि जस्तो लाग्छ। अब अलिकति फरक एङ्गलबाट सोच्ने खालको धार अलिकति डेभलप गर्न सक्ने हो भने, रिफ्लेक्सनको पार्टलाई चाहिँ डेभलप गर्न सक्ने हो भने, अर्को स्व मूल्याङ्कनकै पार्टलाई चाहिँ अलिकति डेभलप गर्न सक्ने हो भने अलिकति फरक धारबाट आउँछ होला। सर यसो भन्नु त मलाई के भिजुलाइज भइरहेको थियो भनेदेखि लाइक क्रिटिकल थिङ्किङको पार्ट यदि हटाइदिने हो भनेदेखि त हामीले धार्मिक कथा सुने जस्तो हुँदो रहेछ नि त होइन। त्यहाँ त लाइक मान्छे उडेको भने पनि, श्रीलङ्का र भारत जोड्ने कुनै पुलै थियो भने पनि, त्यसमा जे भए पनि हामी आनन्दले कस्तो मजाले श्रवण मात्रै गर्छौँ नि त। कथा तपाईँले कथा भनिरहँदा हजुर तिमी भइदिएको भए, त्यो कथामाको त्यो पात्र तिमी भइदिएको भए के गर्थ्यौ तिमीले भन्ने मात्रै प्रश्न हुँदा पनि त एउटा फरक धारको विकास आइहाल्यो, एकदम फरक खालको धारणाको विकास हुने भयो नि त त्यहाँ त। अब त्यो चाहिँ भएन भनेदेखि चाहिँ फेरि त्यो जस्ट पुरानो मात्रै सीमित रह्यो। त्यो चाहिँ अब रामायण महाभारत सुने जस्तो भयो, कथा त्यहाँ फिक्स सेट छ, त्यही सेट अफ पार्टमा चाहिँ जाने भयो। अब म राम भइदिया भए भन्ने पार्टबाट सोचाइरहेन। यसैमै जोड्दाखेरि अब नेपाल जस्तो देशमा भौगोलिक विविधता छ होइन, यता पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ। नेपाल भनेको काठमाडौँ एउटा होइन, यो प्रोभिन्सका क्यापिटल सिटी हेडक्वार्टरहरू मात्रै त होइनन्। कर्णाली हुम्लादेखि लिएर यो पूर्व पश्चिम उत्तर दक्षिण सबै ठाउँमा भनौँ न होइन, उहाँ ताप्लेजुङको ओलाङजुङ गोलासम्म स्टिम पुर्याउन सकिन्छ। वा त्यसमा के च्यालेन्जेस छन् यतातिर जाउँदा अब फेरि? अब हुन त स्टिमलाई फरक फरक व्यक्तिले फरक फरक किसिमले परिभाषित गर्नुभयो होला। हजुर मलाई चाहिँ के लाग्छ भने स्टिम भनेको शिक्षामा एउटा क्रान्तिको पार्ट हो, सोचको क्रान्ति हो। स्टिम मेरो कक्षा कोठामा स्टिम कतिको मैले इन्टरलिङ्क गर्न सकेको छु, यो 5वटा कम्पोनेन्ट मेरो क्लासमा कसरी आछ त भन्ने पार्टबाट मात्रै शिक्षकले सोच दिनुभयो भने पनि धेरै कुराहरू चाहिँ फरक धारबाट अगाडि बढ्न थाल्छ। अब इन्क्वायरीको प्रोसिडियर सुरु हुन्छ कक्षा कोठामा, अब रिफ्लेक्सनको प्रक्रिया सुरु हुन्छ फेसिलिटेसनको क्रममा, अब मैले जीवनसँग जोडेँ कि जोडेन यो कन्टेन्टलाई भन्ने पार्ट सुरु हुन्छ। मेरो क्रिएसनको पार्ट र मोडिफिकेसनको पार्ट चाहिँ के भयो त यो जुन ज्ञान प्रोडक्सन भएको छ त्यहाँबाट। अब यति मात्रै कुराहरू जोडिँदा पनि त एजुकेसनको प्याटर्नमा त अलिकति फरक खालको धार आइ नै हाल्छ। यस कारणले गर्दा शिक्षाको एउटा क्रान्तिको सुरुवात चाहिँ पक्कै पनि भएको हो। अब हुन त क्रान्ति भन्ने शब्दलाई यहाँ प्रयोग गर्ने कि नगर्ने शिक्षामा भन्ने कुरा आफ्नो यस कारणले गर्दा शिक्षामा एउटा ठुलो क्रान्तिको धारबाट यो चाहिँ भोलिका दिनमा यो एउटा सूत्रधारको पार्ट चाहिँ पक्कै पनि बन्छ जस्तो लाग्छ मलाई। यसलाई त्यो त्यहाँको लोकल स्किलसँग, लोकल आवश्यकतासँग भनौँ न, स्थानीय आवश्यकतासँग पनि त जोड्न सकियो नि होइन। एकदमै यो लद्दाखतिर हुनुपर्छ। मैले नेपालको महावीर कुन जस्तो एकजना रिसर्चरको नाम सुनेको थिएँ, मैले नाम बिर्सेँ। उहाँले त्यहाँ चाहिँ त्यो लोकल सेक्टरमा चाहिँ होइन त्यहाँको समस्याहरू समाधानको लागि त्यहाँ कतिपय टेक्नोलोजिकल इन्भेन्सनहरू गर्नुभएको रहेछ होइन। त्यस्तो कुराहरू पनि त सायद स्टिमले जोड्छ होला नि त है। कस्तो मलाई ठ्याक्कै क्लिक भयो एउटा सानो पार्ट चाहिँ, जस्तै अब हामी अहिले चाहिँ हरेक विदेशी कुराहरू राम्रो भन्ने खालको एउटा भाष्य तयार भएको छ नि त देशमा होइन। हरेक कुरा चाहिँ बाहिर राम्रो, नेपालको कन्टेक्समा चाहिँ सिमेन्ट राम्रो कि नराम्रो, ढुङ्गाका घर राम्रा थिए कि थिएनन्, त्यही पार्टलाई चाहिँ हामी मोडिफाई गर्ने परिस्थितिमा चाहिँ जान पर्थ्यो कि पर्दैन थियो, सोच्न त मिल्यो नि त। हामीसँग जे रिसोर्स छ हामीले त्यही रिसोर्समै टेकेर चाहिँ मोडिफाई गर्दै गर्दै त्यसलाई बेटर बनाउँदै जाने होला नि त। यस कारणले गर्दा लोकलाइज नै हो मेजर पार्ट चाहिँ, लोकलाइज गर्दै लाने हो।
हामी जुन ठाउँमा र जुन भौगोलिक संरचनामा छौँ र जे हामीसँग रिसोर्स छ त्यही रिसोर्सलाई चाहिँ बेटर बनाउँदै जाने भन्ने पार्टबाट नै शिक्षा अगाडि बढ्नुपर्छ। लाइक थिङ्क ग्लोबल्ली भने जस्तो तर त्यसलाई अप्लाई चाहिँ लोकली पनि गर्नु पऱ्यो। स्टेममा हामीलाई अब बिगेस्ट च्यालेन्जेस चाहिँ के हुन्छ होला फेरि अझ नेपाल जस्तो कन्ट्रीमा होइन? अब हामी टिचरहरूलाई नै भनौँ अहिलेको कन्डिसनमा, अहिलेको सोसाइटीमा भनौँ, अहिलेको एजुकेसन सिस्टममा भनौँ, हामीलाई कस्तो खालको च्यालेन्जेस छ होला? के च्यालेन्ज हामीले पार गर्नु पर्ला? अहिलेको कन्टेक्समा हामीले स्टिमलाई क्लासरुमको कन्टेक्समा लिएर आउँदाखेरि चाहिँ सबैभन्दा ठुलो च्यालेन्ज भनेको चाहिँ सोच चाहिँ एउटा च्यालेन्ज हो जस्तो लाग्छ मलाई। सोच भनेको कुन कुरासँग मैले जोड्न चाहेँ भने शिक्षक साथीहरूले पनि त त्यसलाई त इम्प्लिमेन्ट गर्न पऱ्यो। इम्प्लिमेन्ट गर्नको लागि पनि उहाँलाई चाहिँ मैले कसरी इम्प्लिमेन्ट गरौँ भन्ने पार्टबाट त केही कुरा त उहाँले पनि कसरी गरेको हेर्न पऱ्यो, अथवा कसैले गरिरहनु भएको इक्जाम्पल उहाँले देख्न पऱ्यो। अनि एकैचोटि हामीले स्टिम मात्रै भन्यौँ भने त्यो स्टिमलाई कसरी जोड्ने त क्लासरुममा? एकैचोटि त उहाँले पक्कै पनि नसक्नु होला। यस कारणले गर्दा जति पनि शिक्षा क्षेत्रमा जति पनि सरमामहरू हुनुहुन्छ सबैभन्दा पहिला त उहाँहरूलाई प्रशिक्षित गर्न पऱ्यो। यो पार्ट सबैभन्दा च्यालेन्जिङ पार्ट हो। र अर्को मलाई के लाग्छ भने अब जुन माइन्ड सेट छ नि, मैले भनिदिएपछि बालबालिकाहरूले बुझ्नुहुन्छ, अनि अब यो सिकाउनको लागि चाहिँ भनिदिने नै हो, नभनिदिकन कसरी जान्दछ र मान्छेले भन्ने खालको यो सोच चाहिँ सबभन्दा ठुलो बाधक हो यो पार्टमा। तर यो पनि बिस्तारै बिस्तारै भत्किँदै जाला, किनकि अहिले यो 4-5 वर्षको अन्तरालमा हेर्दाखेरि चाहिँ धेरै पक्षबाट परिवर्तनहरूको त्यो हल्का झिल्काहरू चाहिँ देखिन थालेको देखिन्छ। कतिपय विद्यालयहरूले चाहिँ एकदमै नसकी आफ्नो किसिमले अभ्यास गर्नुभएको छ र केही विद्यालयहरू बिस्तारै 4-5 वर्ष अगाडिको परिस्थिति र अहिलेको परिस्थितिमा एकदमै फरक प्याटर्नबाट चाहिँ डेभलप भइरहनु भएको, ट्रान्सफर्म भइरहनु भएको पनि देख्छौँ हामी। यस कारणले गर्दा होप गर्न सक्छौँ अब बिस्तारै 8-10 वर्ष पछाडिको परिस्थिति पक्कै पनि फरक होला। अब अहिलेसम्म त नयाँ नै छ होइन? स्टेमको जुन अहिलेको जुन चेन्जेस हामीले ल्याउन खोजिरहेको छौँ स्टेम अप्लाई गरेर, हामीले अप्लाई गरेको यो जुन नयाँ जुन एजुकेसन भनौँ न होइन, स्टेमलाई चाहिँ यो अब सक्सेस भयो है, यसले केही दियो, सक्सेस भयो भने चाहिँ कसरी फेरि यसलाई इभ्यालुएट गर्ने होला? लाइक के भयो भनेदेखि चाहिँ तपाईँकै पर्सपेक्टिभबाट हेर्दा पनि ल यो नेपालमा चाहिँ अब स्टेमले केही राम्रो गर्न थाल्यो भन्ने चाहिँ के कुरालाई आधार मानेर गर्नुहुन्छ यहाँले? अब यस्तो पनि होला, स्टिमको धारबाट बिस्तारै अगाडि बढाइराख्दाखेरि चाहिँ एउटा त सोचमै परिवर्तन आउने भयो बालबालिकाहरूको। अहिले इन्टरप्रेन्योरसिपको सोच चाहिँ एकदमै कम भएको देखिन्छ। हामीले वरिपरि हेर्दाखेरि मैले आफ्नो काम गर्नुपर्छ, आफ्नै धारबाट काम गर्नुपर्छ, म समस्या समाधान गर्न सक्छु भन्ने खालको सोचको चाहिँ एकदमै कमी देखिन्छ। एन्टरप्रेन्योर्सहरू बढ्यो भनेदेखि अब बिस्तारै एन्टरप्रेन्योरसिपमा चाहिँ व्यक्तिहरू एकदमै बढ्न थाल्नुभयो। अनि फरक धारबाट आफ्नो लोकल रिसोर्सेसहरूलाई युज गरेर चाहिँ अब प्रोडक्सन गर्ने पार्टहरू चाहिँ अलिकति फरक धारबाट आयो। सोचकै कुरा गर्दा पनि उसको सोच फरक हुनसक्छ, मेरो सोच फरक छ। यस कारणले गर्दा सोच फरक हुनु चाहिँ एउटा सामान्य कुरा हो, यो फरक कुरा होइन, यो हुनसक्छ भन्ने धारको विकास हामीले हेऱ्यौँ भने पनि ओके, रिफ्लेक्सनको पार्ट चाहिँ एकदमै राम्रोसँग आएछ भन्ने धारहरू पनि बिस्तारै आउला। अब अहिले सामान्यतया हजुरले यसो मिडियातिर काहीँ हेर्नुभयो भने एकले अर्कोलाई आरोप लगाएको कुरा चाहिँ एकदमै धेरै देखिन्छ। तर एउटाले अर्कोलाई सपोर्ट गरिराखेको कुराहरू होइन, उसले यो पक्षबाट सोचेको होला, यो पक्षबाट सोच्दाखेरि त यो कुरा त ठिक हो नि त, तर यो पक्षबाट हेर्दा पो त गलत हो त भन्ने धारको त्यो धारणाहरू त्यति धेरै मिडियामा त्यसरी आएको चाहिँ देखिँदैन। राजनीतिक पार्टमा पनि हामीले हेर्दाखेरि चाहिँ यो पार्ट चाहिँ मलाई एकदमै मन पर्यो भन्ने पार्ट आउँदैन कि यसले यो बिगार्यो, यसले यो यहाँ यो गर्यो, यसले यो यहाँ गर्यो, यस्तो खालको क्रिटिकल पार्टहरू एकदमै धेरै नै आउँछ। अब क्रिटिकलै हुनु हुँदैन भने चाहिँ होइन, तर क्रिटिकल हुनपर्छ, सँगसँगै क्रिएटिभ पनि हुनपर्छ। क्रिटिकल क्रिएटिभ भइदियो भने चाहिँ यो दुइटै पार्ट चाहिँ सँगै आउने भयो। अब यो कुराहरू चाहिँ एउटा बोलीको रूपमा पनि बिस्तारै देखिन थालिन्छ, एउटा कर्मको रूपमा पनि एउटा फरक किसिमले चाहिँ सोसाइटीमा देख्न थालिन्छ जस्तो लाग्छ मलाई। म टुङ्ग्याउँदै आइरहेको छु होइन? अब स्टेमभन्दा अलिकति बाहिर निक्लेर समग्र एजुकेसन सिस्टमलाई नेपालमा हेर्नु पऱ्यो भनेदेखि तपाईँले हाम्रो हालको एजुकेसन सिस्टमलाई कसरी हेर्नु भएको छ? हामी के कुरा चाहिँ ल्याक गरिरहेछौँ जस्तो यहाँलाई लाग्छ? र प्लस आशाको दियो जस्तो भनौँ न अहिले होइन, त्यो चाहिँ फेरि के देखिरहनु भएको छ अहिलेको एजुकेसन सिस्टममा, अथवा अहिले जे भइरहेछ यो चाहिँ पोजिटिभ हुँदैछ र यो चाहिँ नहुनु पर्थ्यो भन्ने तपाईँलाई के लाग्छ होला? अहिले अब सामान्य एउटा विद्यालयकै कुरा पक्षबाट सोच्ने हो भने म शिक्षकसँग काम गर्ने मान्छे, शिक्षकको अहिलेको अवस्थासँग रहेर
कुरा गर्दाखेरि चाहिँ एउटा शिक्षकले मात्रै केही कुराहरू गर्दैदेखि एउटा ठुलो परिवर्तन गर्छ बालबालिकाहरूमा। जस्तै के हो त्यो भन्नुभयो भने शिक्षकहरूले सामान्यतया कक्षा कोठामा गएर जुन कन्टेन्टमा उहाँले फेसिलिटेट गर्न खोजेको हो, पढाउन खोजेको हो, त्यो कन्टेन्ट चाहिँ बालबालिकाको जीवनमा कसरी जोडिएको छ भन्ने पार्टबाट, उनीहरूले के जानेका छन् भन्ने पार्टबाट खोतल्दै जाने पहिलो कम्पोनेन्ट। र जब उहाँले खोतल्दै जानुहुन्छ, एक त बालबालिकाहरूलाई हाम्रै कुरा गरेको हो, हाम्रै वरिपरिको कुरा गरेको हो, मेरै कुरा गरेको हो भन्ने बोध हुने भयो। दोस्रो कुरा, उनीहरू के जान्न चाहन्छन् यो पार्टमा ल्याइदिनु भयो भने उनीहरू जे जान्न चाहन्छन् त्यही जान्न चाहेको कुरालाई चाहिँ सामूहिक रूपमा अथवा दुईजनाको बिचमा अथवा इन्डिभिजुअल रूपमा चाहिँ ल यो कन्टेन्ट खोज भन्ने पार्टबाट चाहिँ हामीले दिन सक्यौँ भने त पक्कै पनि केही खोजी त हुन्छ। त्यो त पाठ्यपुस्तकमा होला अथवा त्यो इन्टरनेटमा होला अथवा कतै युट्युबमा होला अथवा कहीँ बाहिर होला। त्यसैलाई खोज्न लगाएर खोजेर आएको कुरालाई चाहिँ कक्षा कोठामा प्रस्तुत गर्न लगाउने र प्रस्तुत गरिसके पछाडि उनीहरूको अन्डरस्ट्यान्डिङ के बन्छ। अब उनीहरूले प्रस्तुत गरेकै कुरा करेक्ट हुन्छ नि भन्ने त छैन नि त। अब त्यहाँ केही कुरामा चाहिँ बहस गर्ने र त्यो निक्लेको ज्ञानलाई हामी कसरी चाहिँ केही कुराहरू क्रिएट गर्न सक्छौँ, कहाँ एप्लाई गर्न सक्छौँ भन्ने धारबाट यति मात्रै काम भयो भने पनि धेरै ठुलो परिवर्तन आउँछ। विद्यार्थीप्रति केन्द्रित हुनु पर्यो भन्ने कुरा भन्यो। एक दुईवटा मात्रै कम्पोनेन्ट। सबैभन्दा पहिला उनीहरूको अनुभव र उनीहरूको पूर्व ज्ञान बुझ्ने कुरा, उनीहरूले जान्न चाहेको र सिक्न चाहेको कुरा सोध्ने कुरा, तेस्रो उनीहरू आफैलाई खोज्न र काम गर्न लगाउने कुरा, र काम गर्ने र खोजी गरिसकेपछि त्यसलाई प्रस्तुत गराउने कुरा, र यो प्रस्तुत गरिसके पछाडिको पार्टमा चाहिँ अब उपयोगिताको कुरामा हामीले कहाँ जोड्न सक्छौँ, डिजाइनको पार्टमा हामीले कहाँ जोड्न सक्छौँ त्यो कन्टेन्टलाई भन्ने धार, यति धार मात्रै शिक्षामा हामीले ल्याउन सक्दा पनि एउटा ठुलो परिवर्तन चाहिँ घट्न सक्छ। अब अहिलेको कन्टेक्स्टमा हेर्नुहुन्छ भने यसलाई इनोभेटिभ पेडागोजी पनि भनिन्छ। धेरै पेडागोजी छन्, त्योमध्येको एउटा पेडागोजिकल मोडललाई मैले रेफरेन्समा लिएर बोलेँ अहिले। अब यस्ता मोडलहरू धेरै छन्। अब कुनै पनि एउटा मोडललाई हामीले इन्जेक्ट गर्न सक्यौँ भने चाहिँ एउटा फरक खालको धार आउँछ। र विद्यालयमा सबैभन्दा ठुलो खडेरी चाहिँ मलाई के लाग्छ भने सबै शिक्षकहरूको बिचमा पेडागोजिकल मोडलमा युनिटी छैन। अब मैले जसरी सिकेँ मैले त्यसै गरी क्लासमा डेलिभर गर्छु, अरूले जसरी सिक्नुभयो उहाँले त्यसै गरी डेलिभर गरिरहनु भएको छ, र शिक्षकहरू सँगै बसेर गफ गर्ने परिस्थितिको निर्माण त्यति धेरै भइराखेको छैन। यदि शिक्षक साथीहरू नै सँगै बसेर गफ गर्ने, एक अर्काले गरेका अनुभवहरूलाई आदान प्रदान गर्ने खालको प्र्याक्टिस मात्रै सुरु भइदियो भने पनि अब पहिलो चाहिँ विद्यार्थीहरूमा कसरी काम गर्ने भन्ने धार, दोस्रो चाहिँ शिक्षकहरू आफैसँगै मिलेर काम गर्ने जुन परिस्थिति छ, यो धार परिवर्तन भयो भने पनि एउटा ठुलो परिवर्तन हुन्छ। तेस्रो कुरा चाहिँ यदि योजनालाई हामीले लियौँ भने 20 वर्ष काम गर्नुभएको शिक्षक छ, तर आज पनि उहाँ म्यानुअल रूपमा प्लान बनाइरहनु भएको छ हार्ड कपीमा। तर यही शिक्षकले आजभन्दा 5 वर्ष अगाडि अनलाइनमा प्लान गरिदिनु भएको थियो र त्यो प्लानलाई राखिदिनु भएको थियो भने आज उहाँसँग के हुन्थ्यो, एकदमै राम्रो वेल प्लान डकुमेन्ट हुन्थ्यो। र आज उहाँले अब कक्षा कोठामा जानुभन्दा अगाडि अघिल्लो वर्ष नै गरेको, केही वर्ष अगाडिदेखि गर्दै आउनुभएको प्लानमै केही मोडिफाई गर्न सक्नुहुन्थ्यो, आफ्नो एक्सपिरियन्सेसहरूलाई एड अन गर्न सक्नुहुन्थ्यो। र यो सुरक्षित उहाँले राख्दै जाँदाखेरि त उहाँसँग एकदमै गतिलो डकुमेन्ट हुन्थ्यो। र यो डकुमेन्ट एक त विद्यालयको सम्पत्ति हुन्थ्यो, त्यही विद्यालयमा काम गरिराख्दाखेरि त विद्यालयमा मोडिफाई हुँदै जाने भयो, र उहाँ जहाँ जानुहुन्थ्यो उहाँले लिएर जानुहुन्थ्यो। र यो जुन विद्यालयमा उहाँले काम गर्नुभएको छ, नयाँ शिक्षक साथीहरू आउँदाखेरि यो नयाँ शिक्षकलाई पास हुन्थ्यो त्यो प्लान, र त्यही पुरानो प्लानमा बसेर नयाँ शिक्षक साथीहरूले पनि आफ्नो आइडियाजहरूलाई चाहिँ के गर्नुहुन्थ्यो, पुरानो आइडियाजहरूलाई हटाउने र नयाँ केही इनोभेटिभ आइडियाहरूलाई चाहिँ एड अन गरेर चाहिँ काम गर्न सक्नुहुन्थ्यो। तर दुःखको कुरा आज पनि हामी के देख्छौँ भने हरेक शिक्षक साथीहरू एक त प्लान गर्दै हुनुहुन्छ, अनि फेरि फ्रस्ट्रेटेड रूपमा प्लान गर्दै हुनुहुन्छ। प्लान गर्न चाहिँ मन लागेको जस्तो देखिँदैन हेर्दाखेरि, प्लानको लागि प्लान भएको जस्तो देखिन्छ। यस कारणले गर्दा यदि यो 2-3वटा कुरा बेटर बनाउँदाखेरि चाहिँ विद्यालयहरू एकदमै राम्रै बन्छन्। र अहिले कतिपय विद्यालयमा यो प्याटर्न चाहिँ सुरु भइसकेको छ। र कतिपय विद्यालयहरू जुन विद्यालयहरूलाई हामीले नजिकबाट हेरिराखेका छौँ अथवा नजिकदेखि कनेक्सनमा हुनुहुन्छ, उहाँहरू अनलाइन प्लान सुरु गर्नुभएको छ। र यो अनलाइन प्लान सुरु गरे पछाडिको पार्टमा चाहिँ अब शिक्षकहरूसँग एउटा गतिलो डकुमेन्ट छ, विद्यालयसँग गतिलो डकुमेन्ट छ, र अब टिचर डेभलपमेन्टमा उहाँहरूले त्यति धेरै चाहिँ मेहनत गर्न पर्दैन, किनकि नयाँ शिक्षकलाई पुरानो शिक्षकले सिकाउने खालको परिस्थितिको निर्माण चाहिँ ती सजिलो उहाँहरूलाई सजिलो हुने भयो। यति कुराहरू चाहिँ गर्दा बेटर होला, र अहिले बिस्तारै हुँदै पनि गएको छ। कतिपय साथीहरूले आजै पनि हामीले सेसनमा पनि छलफल गरेका थियौँ, यसरी जाँदा कसरी के हुन्छ होला भन्ने पार्टमा शिक्षक साथीहरू साह्रै
पोजिटिभ हुनुहुन्थ्यो, सकारात्मक हुनुहुन्थ्यो यो पोइन्टमा, गर्न सकिन्छ भन्ने पार्टमा। हेटौँडा योभन्दा अगाडि आउनुभएको थियो? हेटौँडा अगाडि चाहिँ आएको चाहिँ हो। अब यो ट्रेनिङ नै चाहिँ हेटौँडामा पहिलोचोटि हो यसरी। हजुरको ट्रेनिङकै पार्टबाट चाहिँ म हेटौँडामा ट्रेनिङ चलाएको थिएन मैले। हेटौँडासँग यहाँको लिङ्क त्यस्तो चाहिँ थिएन? थिएन। आउने घुम्ने भन्ने पार्ट चाहिँ भयो, तर अलिकति उता अब यो बागमती नगरपालिका स्पेसली यता सर्लाहीको पार्ट उतापट्टि पार्ट चाहिँ सर्लाहीतिर चाहिँ ट्रेनिङहरू चलेको थियो। ठ्याक्कै हेटौँडामै चलाएको चाहिँ यो पहिलोचोटि हो। कस्तो लाग्यो तपाईँलाई हेटौँडा? शिक्षक साथीहरू राम्रो हुनुहुँदो रहेछ। त्यो शिक्षक साथीहरूको लेभल चाहिँ एकदम मलाई राम्रो लाग्यो, किनकि त्यहाँ जुन प्रश्नहरू उहाँहरूले सोधिरहनु भएको थियो, उहाँहरूको त्यो प्रश्न सुनिरहँदाखेरि त्यो सिक्न चाहने उत्कण्ठा चाहिँ एकदमै धेरै प्रखर रूपमा भएको भेटेँ मैले। अब त्यो उहाँहरूको प्रश्न चाहिँ कस्तो हुन्छ भने कतिपय प्रश्नहरू चाहिँ यो फेसिलिटेटरलाई के थाहा छ भनेर चेक गर्ने लेभलबाट आउँछ। कतिपय प्रश्नहरू चाहिँ वास्तवमै उहाँहरूलाई समस्या परेको हुन्छ र त्यो समस्याबाट चाहिँ के गर्यो भने अझै बेटर गर्न सकिएला भन्ने पार्टबाट। र आज हामीले धेरै छलफल गर्दाखेरि उहाँहरूको प्रश्नको जवाफ खासै मैले दिन परेन, किनकि उहाँहरू आफैले आफ्नो जवाफहरू दिँदै जानु, रिफ्लेक्टिभ हुनुभयो। हामी गफ गर्दै गयौँ, त्यो समस्याको समाधान उहाँहरू आफैले निकाल्दै जानुभयो। त्योबाट चाहिँ मलाई एकदमै सरमामहरू एकदम मजाको हुनुहुँदो रहेछ, राम्रो हुनुहुँदो रहेछ। यता राम्रो रहेछ शिक्षक साथीहरूको। एक दुईवटा यहाँले टिचर भन्नुपर्ने एकदमै राम्रो गुणहरू भनौँ न, होइन, जसले चाहिँ टिचरलाई टिचर बनाउँछ, त्यस्ता गुणको बारे भन्नु पऱ्यो भने? एक त मलाई लाग्ने कुरा चाहिँ के हो भने शिक्षक आफैमा विद्यार्थी हुन पऱ्यो सबभन्दा पहिला चाहिँ। खोज्ने गुण यदि शिक्षकमा भइदियो भने सबभन्दा ठुलो गुण हो यो। दोस्रो कुरा चाहिँ म पनि केही जान्दिनँ भन्ने पार्ट, र मेरो विद्यार्थीले मैले भन्दा जानेको हुनसक्छ है, उसमा पनि चेतना छ, उसको पनि विचार छन्, उसको पनि एउटा धारणा छ, र उसको विचार चाहिँ मैले बुझ्नुपर्छ, उसको विचारलाई मैले लत्याएर हिँड्न हुँदैन भन्ने पार्ट चाहिँ एउटा शिक्षकमा भइदियो भने यो पार्टले चाहिँ एउटा शिक्षकलाई वास्तवमै धेरै राम्रो शिक्षकको रूपमा रूपान्तरण गर्छ जस्तो लाग्छ सर। राजेन सर, थ्याङ्क यू हाम्रो इन्भिटेसनलाई स्वीकार्दै यहाँसम्म आइदिनु भयो, धेरै कुराकानी भयो। कतिपय छुट्यो होला, तर समयको पाबन्दीले गर्दा आजको लागि पनि हामी यही नै बिट मार्छौँ। थ्याङ्क यू सो मच। हस्, हजुरलाई यो मौका दिनुभयो, केही शब्द राख्ने, केही एक्सपिरियन्सहरू बताउने यो मौकाको लागि हजुरलाई धेरै धेरै धन्यवाद। अब यो मेरो व्यक्तिगत विचार मात्रै हो, मलाई यस्तो लाग्छ भन्ने पार्टमा। थ्याङ्क यू सो मच। हेटौँडा अनुसन्धान तथा आविष्कार केन्द्र, उज्जवल भविष्यको लागि नव प्रवर्तन।